लागू गर्नको लागि लामो समयदेखि क्रियाशील छौँ। कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम नेपालमा जनवादी क्रान्ति अगाडि बढ्दै गरेको बेलामा पाँचौं महाधिवेशनमा प्रस्तुत गर्नुभएको थियो। युग बदलिँदैछ, समय बदलिँदैछ, हरेक कुरा मार्क्सवादले हामीलाई के सिकाउँछ भने कमरेडहरू, हर चिज समय सापेक्ष हुन्छ। समय सापेक्षता भन्दा बाहिर केही कुरा उत्पन्न हुन सक्दैन। त्यसो हुनाले मार्क्सवाद स्वयं वर्ग सङ्घर्षको उपज। समाजमा वर्ग सङ्घर्ष थिएन भने मार्क्सवादको उदय हुने थिएन। जबसम्म वर्ग सङ्घर्ष रहन्छ त्यस बेलासम्म मार्क्सवादका सिद्धान्तहरू रहन्छ। तर त्यसपछि पनि हुने कुरा भनेको चाहिँ द्वन्द्ववाद। द्वन्द्व चाहिँ सारा पृथ्वीतिर ब्रह्माण्डको उत्पत्तिदेखि त्यसको अन्त्यसम्म जारी रहन्छ। अन्त्य कहिले हुन्छ हामी जान्दैन, त्यो खोजीको विषय। निरन्तर विज्ञानले खोजी गर्दै जान्छ। त्यसरी नै कमरेडहरू एउटा देशको क्रान्तिका सिद्धान्तहरू, क्रान्तिका कार्यदिशाहरू, क्रान्तिका नीतिहरू समय सापेक्ष रूपमा विकास गरिन्छ। जति बेला हाम्रो देश नयाँ जनवादी क्रान्तिको कालखण्डबाट अगाडि बढिरहेको थियो त्यो बेलामा हामीले कार्यक्रमिक धारणाहरू, विभिन्न धारणाहरू विकास गरेर आयौँ। कहिले नयाँ जनवाद, कहिले राष्ट्रिय जनवाद, कहिले जनताको बहुदलीय जनवाद, कसैले लोक जनवाद पनि। यी कार्यक्रमहरू नयाँ जनवादी क्रान्तिका कार्यक्रमहरू हुन्। अब 62-63 को परिवर्तनपछि हामीले सबैले भनेका छौँ त्यो एउटा पुँजीवादी जनवादी क्रान्ति हो। त्यो पुँजीवादी जनवादी क्रान्तिले हाम्रो देशमा सामन्तवादलाई उच्छेद गर्यो, राजतन्त्रलाई उच्छेद गर्यो र एउटा धर्मतन्त्रात्मक राज्य बनाउने प्रक्रियालाई अन्त्य गरेर राज्यलाई एउटा डेमोक्रेटिक राज्यको रूपमा रूपान्तरित गर्यो। त्यसकारणले हामीले त्यसलाई पुँजीवादी जनवादी क्रान्ति भन्यौँ। कमरेडहरू, त्यो क्रान्तिपछि हाम्रो देश समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आएको छ। अब यो नयाँ युगले नयाँ मार्ग दिएको छ। क्रान्तिलाई नयाँ उचाइबाट अगाडि बढाउनु पर्नेछ। कमरेड मदन भण्डारीलाई यो वस्तुगत स्थिति थाहा थिएन, थाहा हुने कुरा पनि भयो। नयाँ जनवादी क्रान्तिको कालमा उहाँले जुन कार्यदिशा, नीति, सिद्धान्तको अगाडि सार्नुभयो र ती सम्पूर्ण कुराहरू अबको अवस्थामा खालि साम्राज्यवाद विरुद्धको लडाइँ अहिले पनि जारी छ, दलाल पुँजीवादका विरुद्धको लडाइँ अहिले पनि जारी छ। तर त्यति बेलाको जनवादी क्रान्तिका कैयौँ कुराहरू अब पछि पनि इतिहास भइसक्यो। त्यसो हुनाले अब हामीले समाजवादी क्रान्ति र रूपान्तरणका नयाँ कार्यदिशा, नीति, सिद्धान्त लिएर अगाडि बढ्नुपर्छ। यो समाजलाई बदल्नुपर्छ। त्यसका लागि वामपन्थीहरू, यो देशका कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनैपर्छ। निकै लामो समयदेखि आज दुईटा प्रमुख वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ। कतिपय मान्छेलाई यो आश्चर्य लागेको हुनसक्छ, अनन्त लागेको हुनसक्छ। तर वामपन्थी एकता आज मात्रै होइन, अनेक कालखण्डदेखि जरुरत थियो, आवश्यक थियो। तर बिचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले अरू के पलायो। त्यो कारणले गर्दा हामी एकताबद्ध हुन सकेन। अब समयले हामीलाई हिर्काउन थालेको छ। परिस्थितिले हामी एउटा बाध्यताको परिस्थितिमा खडा गर्न थालेको छ। त्यसले गर्दा आज हामी वामपन्थीहरू
फेरि एकताबद्ध हुँदैछ। कमसेकम आज बिन्दार बस्तीमा हामी एकताबद्ध भयौँ। म सबै कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अगाडि बढाउने काम थालेको छ। तब मात्रै आज हाम्रो देशमाथि जुन ढङ्गले साम्राज्यवादीहरूले र प्रतिक्रियावादीहरूले बगन्डर मचाइरहेका छन्, त्यसका विरुद्ध लडाइँ तब मात्रै गतिशील भएर अगाडि बढ्न सक्छ। कमरेडहरू, यसो हुनाले आजको आवश्यकता वामपन्थी एकता र सबैलाई म नारा लगाउन भन्छु, वामपन्थी एकता जिन्दाबाद, वामपन्थी एकता जिन्दाबाद, वामपन्थी एकता जिन्दाबाद। कमरेडहरू, हामी निकै लामो समयदेखि वैचारिक रूपले भिन्न भिन्न भएर आएका। यो भिन्नता एउटा विचार गोष्ठीले मेटिनेवाला छैन। हामीले धेरै लामो यात्रा गर्नुपर्नेछ। हामीले कम्तीमा पनि आजका ज्वलन्त विषयहरूमा, ती ज्वलन्त विषयहरूमा एक भएर कार्यरत एकता गरेर हामीले अगाडि बढ्नुपर्नेछ। म तपाईँहरूलाई सम्झाउन चाहन्छु, भर्खरै भएको चुनावमा नेपालको वामपन्थी आन्दोलनले जुन सर्वनाश ढङ्गले पराजय खानु पर्यो, यदि यी दुईटा दल मात्रै निर्वाचनभन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए। कमरेडहरू, तथ्याङ्क एकचोटि सम्झना गर्नुहोस् त। नेपाली कम्युनिस्ट पार्टीले 17 सिट, नेकपा एमाले 25 सिट, दुईटा जोड्दा 42 सिट। तर यो दुईटा जुद्ध कतिवटा हामीले हरायौँ, 32 सिट हामीले हाल्यौँ। त्यो 32 सिट पनि हाम्रो। यदि त्यो दुईटा जोड्दा हामी 74 पुग्छौँ। यदि दुईटाको बिचमा एकता भएको भए त्यसलाई अझै मल्टिप्लाई हुन्छ, करिब 100 सिट वामपन्थीको हुन्थ्यो। आज यो बालेन तानाशाही चल्ने फेरि हेर्नुहोस्, देशको परिस्थिति बेग्लै हुन्थ्यो। र हामीहरू इतिहासले माग गरेका कुराहरू, जनताले माग गरेका कुराहरूका अनुरूप हामी अगाडि बढ्न सक्यौँ कि सकेनौँ? हामी सबै नेताहरूले आत्मसमीक्षा गर्ने घडी पनि हो यो। कमरेडहरू, हामीले जति बेला मैले जति बेला कम्युनिस्ट पार्टीको निर्माण गर्ने कामको थालनी गरेँ, मैले प्रत्येक किसानको घरमा गएर भने, किसान दाजुभाइहरू, हामी जब सत्तामा पुग्नेछौँ, हामी पहिलो काम भूमि सुधार गर्नेछौँ। तपाईँहरूले भूमिका मालिक बनाउनेछौँ। हामी कृषि क्रान्ति गर्नेछौँ। हामी देशलाई औद्योगिकरणको दिशातर्फ लानेछौँ। हामी शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नेछौँ। कमरेडहरू, 8 वर्ष अगाडि मात्रै सम्झना गरौँ, यो देशका आम जनताले तपाईँहरूलाई झन्डै 2/3 बहुमत दिएका होइनन्। 177 सिट वामपन्थीहरूले ल्याएको थियो। राष्ट्रिय सभा हाम्रै थियो। देशभरिका सारा चाहिँ प्रदेश सभाहरू पनि मधेस बाहेक सबै हाम्रो बहुमत थियो। अनि तल पालिकाहरूमा 60% भन्दा बढी बहुमत थियो। 10 लाख पार्टी सदस्य भएको यो नेकपा हो भनेर हामी भाषण गरेर हिँडिरहेका थियौँ। कमरेडहरू, 8 वर्ष पनि नपुग्दै हामी कहाँ आइपुगेका छौँ? हामीले यदि यो टाउको धेरै तातेको छ भने हाम्रो देशको 15% भूभागमा हिउँ जम्छ। कमरेडहरू, त्यहाँबाट 1 किलो हिउँ ल्याएर थाप्लोमा राखौँ अनि सोचौँ के कारणले गर्दा हामीले यो पराजय भोग्नु पर्यो। हामीले किन कृषि क्रान्ति गर्न सकेनौँ? किन भूमि सुधार गर्न सकेनौँ? 2/3 बहुमत भन्दा पनि नहुने के हुन सक्छ भन्नुहोस् त? यसो हुनाले हामीभित्र संस्कृति भएन कि, हामीसँग पद्धति भएन कि, हामीसँग दृष्टिकोण भएन कि, के को अभावले गर्दा यो कुरा भयो?
पार्टीसँग त सबै कुरा थिए तैले हामीले भूमि सुधार कृषि क्रान्ति सबै गर्नुपर्छ भन्ने कुरा थियो हाम्रो। यसो हुनाले हामी अब आजको युगबाट कमरेड मदन भण्डारीलाई जुन हामी सम्मान गर्दैछौँ, यदि आज हामीले यो समाजवादी क्रान्ति र रूपान्तरणको काममा ठिक ढङ्गले अगाडि बढ्यौँ, सही कार्यदिशा नीति सिद्धान्त लिएर अगाडि बढ्न सक्यौँ र वैज्ञानिक समाजवादको लक्ष्य लिएर सारा कम्युनिस्टहरूलाई एक गर्न सक्यौँ भने बल्ल उहाँप्रतिको साँचो सम्मान हुन्छ। भन्दा साँचो सम्मान भनेको थियो हामी नयाँ जनवादी क्रान्तिका सिद्धान्तको रचना गरेर मात्र उहाँप्रति सम्मान गर्न सक्दैन। युग बदलिएको छ, क्रान्तिको स्वरूप बदलेको छ। नेपाली समाजका प्रधानमन्त्रीदेखि अनेक अन्तर्गतहरू बदलिएका छन्। शक्ति सन्तुलनमा यत्रो ठुलो परिवर्तन भएको छ। अनि हामी पुरानो कुराहरूमा अल्झेर बस्यौँ भने युग अगाडि बढ्छ, क्रान्ति अगाडि बढ्छ, बढ्दैन। त्यसो हुनाले हामी कमरेड मदन भण्डारीले दिएका सम्पूर्ण योगदानहरूलाई उहाँले जीवनको अन्तिम बिन्दुसम्म साम्राज्यवादका विरुद्ध लड्नुभयो। अन्तिम बिन्दुसम्म देशभक्तमा मलाई लाग्छ कमरेड मदन भण्डारी असाध्यै प्रखर देशभक्त हो। यदि संसदमा उहाँ नभएको भए त्यो तलकपुर भन्ने जुन कुरा सम्झौता गरिएको थियो, त्यसमा त्यो गलत सम्झौता गर्नेहरूलाई घोडा टेक्न सम्भव थिएन। 8 घण्टा संसदमा उभिएर हामीले सङ्घर्ष गरेका छौँ। मदन भण्डारी कङ्ग्रेस सांसद, त्योभन्दा अगाडिको म लामो इतिहासमा जान चाहन्छु अहिले, किनभने समयको पाबन्दी देखिएको छु। त्यसो हुनाले उहाँले जुन प्रकारको देशभक्तिको भावनालाई अगाडि ल्याउनु भएको थियो, त्यही कुरालाई जारी गरेको भए हामी महाकाली सन्धि गर्ने थिएन। गर्नुहोस्, के थियो महाकाली सन्धिले हामीलाई? शून्य बदनाम पार्टी दियो। एमसीसी सम्झौताले हामीलाई के दियो? अब एसपीपी, अब बेल हेलिकप्टर आउँदैछ। हेर्नुहोस्, त्यस कारणले हामीले जहाँ जहाँ हिजो हिँड्दै गर्दाखेरि ठिक ठाउँमा पाइला टेकेर त्यो कुराको बारेमा अत्यन्त शालीनताको बिना उत्तेजना हामीले समीक्षा गर्नुपर्छ र त्यो समीक्षाबाट निस्कने निष्कर्ष चाहिँ हाम्रो निम्ति गाइडलाइन हुनेछ। त्यो हिसाबले हामी नयाँ धरातलबाट अगाडि बढ्न जरुरी छ। आज देशको राष्ट्रियतामाथि खतरा बढोस्, यो चुनावपछि बनेको सरकारले जुन प्रकारको नीति लिएर अगाडि बढिरहेको छ, यसले अगाडि सारेका नीति र कार्यक्रममा यो देशका किसानको हित एउटा पनि छैन, श्रमिकको हित पनि छैन। श्रमिकहरूको त ट्रेड युनियन अधिकार समेत यसले प्रतिबन्ध गर्दैछ, श्रमिकका अधिकारमाथि प्रतिबन्ध गरिरहेको छ। निजी पत्रकार क्षेत्रलाई पत्रकारहरूलाई दिन पर्ने जुन चाहिँ नि सहुलियत सुविधा विज्ञापन त्यसलाई समेत रोक्दैछ। अब झन्डै 3-3.5 लाख पत्रकारिता भित्र गर्ने हाम्रा श्रमजीवी पत्रकारहरू अब रोजगारी विहीन बन्दैछ। अनि सुकुम्बासीको नाममा जुन प्रकारको डोजर आतंक समाजमा सिर्जना गरिएको छ, सुकुम्बासी समस्या त्यसरी समाधान गरिँदैन। क्रान्तिकारी भूमि सुधार बिना वास्तविक भूमिहीन किसानको समस्या समाधान हुँदैन। हामीले धेरै लामो कालसम्म यही कुराहरू जनतालाई भनेर आयौँ, त्यो समस्या अहिले समाधान हुनेवाला छैन। र अहिलेको नीति कार्यक्रमले नितान्त माथिल्लो वर्गको हितलाई मात्र प्रतिनिधित्व गरिरहेको छ। आम श्रमजीवी जनता, चाहे मजदुर, चाहे किसान, चाहे निम्न मध्यम वर्गका जनता हुन्, कसैको हित छैन। अनि बजेट बजेट भनेको नितान्त त्यो माथिल्लो वर्गको हितको लागि मात्र छ। अहिले सरकार अरबपति र करोडपतिहरूको छ, दैनिकलाई ल्याउने भनेको 23 र 24 गतिका घटनाहरू हुन्।
23 र 24 गतिको घटना नेपालको कुनै जनआन्दोलन होइन थियो, त्यो षड्यन्त्र हो, नेपाली जनतामाथि गरिएको षड्यन्त्र। 23 गते केही भोला भाला हाम्रा जिन्जी भाइ बहिनीहरूलाई सडकमा उतारियो। सायद भाइ बहिनीहरूले थाहै पाएनन् किन उतारियो भन्ने कुरा। तर उनीहरूलाई जब एभरेस्ट होटलदेखि उतारेर लगेपछि टिओबीले कब्जा गर्यो, सन्ड हुसुन्डहरूले कब्जा गरे, अनि त्यो जनतालाई चाहिँ संसदमाथि हमला गर्ने बनाए। यही सुरक्षा फैलाई स्वाभाविक रूपले त्यहाँ बडो ठुलो हत्याहरू भए, 19 जना युवाहरूको हत्या भयो। अब त्यसलाई बहाना बनाएर 24 गते हाम्रो देशमा जे भयो त्यो महाविध्वंस हो। हाम्रो देशको इतिहासमा यस्तो विध्वंस भएको छैन। धेरै काल अनेक क्षेत्रहरूमा ठुल्ठुला विध्वंसहरू भए, तर यस्तो विध्वंस कहिले पनि भएको थिएन। यो विध्वंसको रचना नेपाली जनताले गरेको होइन, यो विभिन्न किसिमका देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र हो। त्यो षड्यन्त्रको आधारमा देशलाई नै जलाउन खोजियो। म त के भन्छु भने जेनजी भाइ बहिनीहरू हो, त्यो 24 गतेको आगोले तपाईँहरूको भविष्य जलाएको छ, तपाईँको भविष्य जलेको। कतिपय मान्छेले हामीले गर्नु भन्नुभयो होला, तर आफ्नै भविष्य जलेको छ। त्यसो हुनाले अब यो देशमा जुन प्रकारका गतिविधिहरू भइरहेका छन्, राष्ट्रियतामाथि बढ्दो खतरा छ, जनजीविकामाथि बढ्दो खतरा छ, जनताका हक अधिकारहरूमाथि निरन्तर हमला भइरहेको छ। यस्तो अवस्थामा अनि महँगी बढ्दो छ। 40 अरबको ऋण त केही हप्तामै गयो। अब त्यो ऋणले या इन्फ्लेसन बढाउँछ, मुद्रास्फीति बढ्छ। मुद्रास्फीति बढ्ने बित्तिकै हाम्रो मुद्राको मूल्य घट्छ अनि जनताको क्रय शक्ति पनि घट्छ र देश झन् बढी आर्थिक रूपले सङ्कटग्रस्त बन्दै जान्छ। त्यही कारणले अहिले वर्ग सङ्घर्षका झिल्काहरू देखा पर्न थालेका छन्। ती वर्ग सङ्घर्षका झिल्काहरूलाई हामी वामपन्थीहरूले बडो गहिरो गरी देख्न सक्नुपर्छ र त्यो वर्ग सङ्घर्षलाई साँच्चै सही दिशामा दिनु, त्यसलाई वैज्ञानिक समाजवादको दिशातर्फ सम्पूर्ण जनताको शक्तिलाई निर्देशित गर्नको निम्ति अब वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन। हामीहरू हात मिलाउँ, मन पनि मिलाउँ, दृष्टिकोण पनि मिलाउँ। हामीसँग भिन्नताहरू छन्, बहस गरौँ। के कुरा सही हो, के कुरा गलत हो, हामी बहस गर्न तयार हौँ। मैत्रीपूर्ण ढङ्गले बहस गरौँ। एकले अर्कालाई गाली होइन, एउटाको नाम सुन्दा अर्काले उल्लास गर्नुपर्ने स्थिति समेत चर्चा भयो। कस्तो लाजमर्दो। हामीले यो इतिहासलाई यही आजको दिनबाट अन्त्य गरौँ र नयाँ ढङ्गले साझा सवालमा कमसे कम पनि साझा सवालमा एकता गर्दै र क्रमिक रूपले एउटा देशमा एउटै कम्युनिस्ट पार्टी हुन्छ, एउटै कार्य दिशाले मात्र यो देश मुक्त हुन्छ। हजारौँला कार्य दिशाबाट यो देश मुक्त हुँदैन। यो कुरालाई हामीले बुझ्नुपर्छ। त्यसो हुनाले बिस्तारै बिस्तारै यसमा हतारी हाल्नुपर्ने केही कुरा छैन, तर हामीले कार्य दिशा के हो, नीति के हो, सिद्धान्त के हो, अहिलेको अवस्थाको प्रधान अनुरोध के हो, हाम्रो प्रधान मिशन कुन चाहिँ हो र अहिले हामीले अगाडि सार्नुपर्ने कार्यनीति कार्य दिशा के हो, यी चिजहरूलाई हामीले निर्णय गरेर कम्युनिस्ट आन्दोलनलाई समेत एकीकरणको दिशातर्फ लाने अब हामी सङ्कल्प गरौँ। त्यो सङ्कल्प पुरा हुनुभन्दा अगाडि हामी त्योभन्दा अगाडिको अवधिसम्म कार्यरत एकता गरेर यो देशलाई अगाडि बढाउँ। आज यो देशमा जुन खालका चुनौतीहरू खडा भएका छन्, राजनीतिक चुनौतीदेखि लिएर यो देशको अस्तित्वमाथि खतरा आइरहेको छ, गणतन्त्रमाथि खतरा आइरहेको छ, अहिलेको संविधानमाथि खतरा आइरहेको छ। यसो हुनाले संविधान एउटा लचिलो डाइनामिक पक्कै पनि दस्तावेज हो, त्यसलाई परिष्कृत परिमार्जित गर्नुपर्छ, तर बाँदरको हातमा नरिवल बन्न दिनु हुँदैन। संविधानलाई
हामीले संशोधन गर्नु पर्यो भने पनि त्यही स्ट्यान्डर्डका आधारमा त्यही मेकानिजमका आधारमा हामीले गर्नुपर्ने हुन्छ। अनाडीहरूबाट संविधान संशोधन गरिँदैन। त्यसो हुनाले म अन्त्यमा के भन्न चाहन्छु भने देश सङ्कटतर्फ जाँदैछ, सङ्कट गइदिँदैछ। त्यसो हुनाले यो सङ्कटबाट राष्ट्रलाई मुक्त गर्ने वास्तविक देशभक्त शक्ति वामपन्थी शक्ति नै हो। विगतका सारा कमजोरीबाट मुक्त भएर देशको राष्ट्रियतालाई जोगाउन र समाजवादको दिशातर्फ अगाडि बढ्न, वैज्ञानिक समाजवाद प्राप्त गर्न विगतका सारा हाम्रा जुन विजडमहरू, त्यो विजडमहरूलाई हामी एकत्रित गरौँ। कमेन्ट मदन भण्डारीले अगाडि सार्नुभएका विजडमहरूलाई पनि आजको यो वैज्ञानिक समाजवाद प्राप्त गर्ने दिशामा हामी त्यसको एउटा अङ्ग बनाएर अगाडि बढौँ। म यति नै भनेर यहाँहरूसँग बिदा हुन चाहन्छु। लाल सलाम।